अहिले राखेँ ल। उसलाई पो टिभी पर्यो, मेरो लागि त भूकम्प आयो। तँ पनि हार्ट एट्याक हो। भाग्य चम्किने बेलामा जाने भनेको भुइँचालो। अमेरिका भनेको सपना हो। भगवानले ख्याल ख्यालमै सपना पुरा गरिदिएका छन्। मेरो भगवान भनेको बाआमा हो। भगवानको मुख हेरेर मात्रै भविष्य बन्ने भए मन्दिर पुजारी सबैभन्दा माथि हुन्थे। बाको औषधि हो म। औषधिले बिरामी छोडेर कसरी जान सक्छ? एउटा कुरा के ख्याल गर भने गोपाल, तिमी जसरी पनि जान्छौ, अनि डिबी तिमीलाई परेको हो, मलाई होइन। यो सब कुरा तिमीले डिबी भर्नु अघि सोच्नु पर्थ्यो, अहिले परेपछि होइन। भर्दिनँ म डिबी सिबी। डिबी पर्नलाई त अनुहारमा सिरी लेखा हुनुपर्छ, बुझिस्? अब धर्मनाथ बाको छोराको समेत डिबी भरेको छु भनेर अरूलाई भन्नु पाउँदा मलाई कम त मजा आउँछ दाइ। अलिकति सिधा भएर बस्नु दाइ। मुसुक्क हाँस, अनि डिबी पर्छ, बुझिस्? दसैँ लागेर टिभी पर्थ्यो त के गर्नु? के गर्ने नि अब, खुर्क जाने। अनि बाआमालाई चाहिँ आफ्नै बाआमा हुन् क्यारे, जसरी पनि फकाउ न। के फकाउने कुरा हुँदैछ तिमीहरूको? अब तिमीहरूले जे फकाउने हो फकाऊ।